आज मलाई कर्कल खान मन लागेर बारीतिर गएँ खोज्नलाई घारीमा एउटा दुईटा गर्दै फेरि छिप्पेको पनि मिठो हुँदैन कलिलो छान्नु पर्यो एक दुईवटा गरेर बल्ल 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 एक छाक पुर्याएँ अनि तास्न थालेँ तास तुस्त पार्नु पर्यो मजाले तासेँ तास पारेर खान मन लागेपछि अनि पखाल पुखुल पारेँ अनि तेल हालेर जिरा पड्काएर चट्टो पारेर आलु सालु प्याज सबै गरम गुरुम हाल्दै चुलाई पारेर कर्कल हाल्दै त्यही माथिबाट कराईमा राखेर धानेर बनाउँदैन भने पहिला कुकरमा सिटी लाएर कराईमा पकायो भने हुन्थ्यो अल्छी लाग्यो म त यत्तिकै कुकरमै एकैचोटि लागेर कर्कल सर्कल हालिदिएँ अनि जाँगर धेरै भएको मान्छे छु म अनि त्यही माथिबाट टमाटर हाल्दै फेरि सुरुमा हाल्दाखेरि हुन्छ भने फेरि झरिहाल्यो अनि एक गिलास जति पानी हाल्दिएँ बिर्को लाएर सिटी लाग्नलाई छोडिदिएँ सिटी लागेपछि 4-5 सिटी लगाइदिएँ मजाले चटक्क हुन्छ नि त 4-5 सिटी लगाएपछि त्यसलाई निकालेर खोडखाड पारेँ मजाले खाडखोड पारेर लतक्क बनाएर राम्रो देखाउनु पर्यो अनि भाँडामा खन्याएँ भिडियो राम्रो आउँदैन नि त भाँडामा चट्ट देखाउँदा राम्रो देखिन्छ कागती निचारेँ मजाले अनि तेलले मजाले झान्दिएँ लास्टमा शीतले अनि पस्केर मेरो हस्बेन्डलाई दिएर कस्तो छ भनेर कस्तो भन्नुहुँदो रहेछ सुन्नु है त मिठो टेस्टी छ मलाई त धेरै मन पर्छ खाइरा पनि गर्छु